गुड मर्निङ एभ्रिवान। आजको भिडियो चाहिँ एक रेस स्ट्रिम अन्तर्गतको एउटा विशेष भिडियो रहेको छ जसमा हामी नेपालको एजुकेसन सिस्टमसँग कुरा गर्नेछौँ। सो अब स्टार्ट गर्नु अघि हामी अब नेपालको एजुकेसन सिस्टमको पुरै डिप भित्रबाट जाउँ है। नेपालको फर्स्टको एजुकेसन सिस्टम भनेको हाम्रो अहिले क्लासिफाई भइरहेको छ। जस्तै नर्सरी भयो, नर्सरीसम्म हाम्रो छुट्टै यता मन्टेसरीको क्याटेगोरीमा राखेको हुन्छ भने त्योभन्दा राम्रो हाम्रो यता 8सम्म अथवा बेसिक लेभल एजुकेसन भन्छ है, जुन चाहिँ हाम्रो त महानगर अन्तर्गत नगरपालिका अन्तर्गत हुन्छ र त्यसको परीक्षा नै उसले लिने गरेको छ। अर्को भनेको हाम्रो एसई रहेको छ, त्यो स्कुल लेभलको हुन्छ भने त्यो एसई पछाडि हाम्रो अर्को रहेको छ एसएलसी भनेर चाहिँ 11-12लाई डिनोट गरिन्छ, जुनको नाम भनेको स्कुल लेभलिङ सर्टिफिकेट हो। अथवा अहिले हामीले +2सम्मलाई नै एउटा स्कुल भन्ने गरेको छ। पहिले चाहिँ 10सम्मलाई मात्र स्कुल भनेर 11-12लाई कलेज भनिन्थ्यो भने अहिले चाहिँ हाम्रो त्यो नभएर यता 11-12 सकेपछि ब्याचलर्स लेभलकोलाई चाहिँ कलेज भन्ने चर्चा गरिएको छ। आज यस भिडियोमा हामी अब एजुकेसन सिस्टम कस्तो छ त नेपालको त्यसको बारेमा कुरा गरौँ। सो फर्स्टमा नेपालको एजुकेसन सिस्टमको बारेमा कुरा गर्नु पर्दाखेरि अलिकति हामीले डिप स्टडी गरेर हेर्ने हो अथवा रिजल्टको आधारमा हेर्ने हो भने फर्स्टमा हामीले यहाँनिर एउटा के हेर्न सक्छौँ भने दुईटा फेजमा नेपालको एजुकेसन सिस्टम डिभाइड भएको हामीले देख्न सक्छौँ। अथवा दुई सेक्टरले हामीलाई दिइरहेको छ, एउटा प्राइभेटले एउटा पब्लिकले। अब यो प्राइभेट र पब्लिकमा हामी कुन बेटर छ भनेर डिभाइड हुन अघि यसको पनि दुईवटा चरणमा डिभाइड गर्नुपर्ने हुन्छ। फर्स्ट रिजल्टको आधारमा भन्ने हो भनेदेखि, मार्क्स ल्याउने आधारमा भन्ने हो भनेदेखि हामीले प्राइभेट बेटर भन्छौँ। अनि इङ्ग्लिसको इम्प्रुभमेन्टको लागि भन्ने हो भने प्राइभेट बेटर छ। र अलिकति फाल्टो थोरै अलिकति आफैले सल्भ गर्न सक्ने क्षमता राख्ने अलिकति प्रब्लम सल्भिङको स्किल्सलाई हेर्ने हो भनेदेखि त दुईवटा खत्तम छन्। बट हामीले यसको चाहिँ पब्लिक स्कुल जस्तै सामुदायिक विद्यालयहरूमा हामीले यो चाहिँ राम्रो भएको देख्न सकिन्छ। जस्तै हामीले ठुल्ठुलो सहरहरूको नमुना विद्यालय जुन परेका छन् त्यसको हेर्ने हो भने कहीँ हदसम्म ती स्कुलले चाहिँ अलिकति प्रब्लम सल्भिङ स्किल दिइरहेको होइन, त्यहाँको स्टुडेन्टहरू चाहिँ अलिकति एक्स्ट्रा भएको हामीले देख्न सक्छौँ। जस्तै विराटनगरको पोखरिया आदर्श भन्ने स्कुलहरू छन् भने यस्तै दिक्तेलको हाम्रो खोटाङ जिल्ला दिक्तेलको एउटा सरस्वती माध्यमिक भन्ने विद्यालय, त्यसको पनि राम्रै हामीले रिजल्ट देख्न सकेका छौँ। अब जस्तै यो प्राइभेट र पब्लिकमा अझै पब्लिकको नजर चाहिँ मान्छेको नजरमा पब्लिक स्कुल अलिकति नराम्रो हुनु अथवा पब्लिकबाट चाहिँ त्यो रिजल्ट नआउनु, अब यो मेन यसको कारण भनेको हाम्रो पब्लिक स्कुलमा यो भइरहेको हामीले देखिरहेछौँ। जुन गभर्मेन्ट स्कुलमा भनिरहेको छु मैले पब्लिक भन्नाले। सो यो गभर्मेन्ट स्कुलमा रिजल्ट फर्स्टमा हामी +2 र एसईको रिजल्ट हेरौँ है। रिजल्टको आधारमा हेर्ने हो भने अझै पनि नेपालको रिजल्ट राम्रो छैन भनेर हामीले यहाँबाट प्रश्न हुन सक्छौँ। 2080 सालको परीक्षामा चाहिँ हाम्रो 4,64,785 जना मध्ये पास जम्मा हाम्रो 2,22,472 जना छन् र एनजी ल्याउने 2,42,313 जना छन्। यसको पास रेट 47.87% छ, यानि 50% भन्दा पनि कम। आधीभन्दा बेसी विद्यार्थीहरूले नन ग्रेड ल्याइरहेछन् हाम्रो एसई परीक्षामा। यसै गरी अर्को 2081को रिजल्ट थोरै राम्रो आएको छ। यो किन राम्रो आएको छ पनि म भन्छु यसमा। 2081को हाम्रो 4,38,896 जना स्टुडेन्ट पास छन्, टोटल स्टुडेन्ट छन् भने त्यसमा हाम्रो पास स्टुडेन्ट 2,71,279 जना छन्। र यसको पास रेट हेर्ने हो भने अलिकति राम्रो छ, 61.87 छ, किनकि एनजी 1,67,000 जनाले मात्रै ल्याएका छन्। यो पास हुनुमा हाम्रो यसमा चाहिँ मलाई जहाँसम्म लाग्छ त हाम्रो डिप स्टडीले अथवा अरू मान्छेहरूको पनि प्र्याक्टिकली के भन्छ भने जुन टिचरहरू आन्दोलनमा थिए, टिचरहरू आन्दोलनमा आउँदाखेरि सरकारले पहिलेदेखि बारम्बार भनिरहेको थियो पासिङ रेट 47 छ, मार्क बढाएर हुँदैन, पासिङ रेट 47 छ भनिराख्दाखेरि यो हिसाबले यहाँनिर कपी अलिकति लुज चेक गरेको है भन्ने हिसाबले आइरहेको छ। अलिकति फाल्टो क्षेत्रमा हाम्रो परीक्षा नै लुज भएको र स्टुडेन्टहरूले चाहिँ ChatGPTबाट हेरेर लेखेको यो हामीले पहिलेदेखि देखिरहेका छौँ। यो चाहिँ हाम्रो एसईको। अब हामी यसै गरी अर्को +2मा आउँ। 2,03,847 जनाले एक्जाम दिँदाखेरि यसमा हाम्रो नियमित पास रेट भनेको करिब 52% छ। नन ग्रेड 47देखि 48% ल्याएका छन् हो, यो 12को हो। अब यो रिजल्ट आउँदा यो रिजल्टले हेर्ने हो भनेदेखि अलिकति एजुकेसन सिस्टमलाई हामी पछाडि परिरहेको त हामीले देखिसकेका छौँ। यसमा पनि कयौँ कारणहरू छन्। फर्स्टमा आउँछ हाम्रो दुर्गम क्षेत्रमा टिचर्स नपाउने अथवा क्वालिटी अफ एजुकेसन दिनलाई क्वालिटी अफ टिचर नभएको देख्न सकिन्छ। जस्तै बारम्बार भ्याकेन्सी खोलाउँदा पनि टिचर नआउने एउटा कुरो। अर्को कुरो भनेको पोलिटिक्स, आफ्नो मान्छे नियुक्ति गर्ने जसको पढाउने स्कुल्स राम्रो नहोला, त्यो हो दुईवटा। अर्को भनेको स्टुडेन्ट अवेर नभएर हो, स्टुडेन्ट अवेर नहुने हो, रिजल्टमा अलिकति पढ्न नपाउने, कतिले पढ्न पाइरहेका हुँदैनन्। अब हामीले पढाइमा स्टुडेन्टको रुचि कतिको छ भनेर बुझ्नलाई हामीले तिनीहरू गरेको स्कुलको सर्वेमा कसैको पनि इन्ट्रेस्ट पढाइमा नदेखिएको, पढाइभन्दा फाल्टो अथवा जबरजस्ती पढेको हामीले भेटेका छौँ। र यसको हेर्ने हो भनेदेखि स्कुलले पनि मोटिभेट गर्न नखोजेको, उल्टै कसैले कुनै स्कुलले ओभर टाइट गरेको अथवा चाहिँ एकदम पढ्नै पर्छ भनेर जसरी लगाएको अथवा किन के नभनिकन कतिले भनेको फ्रिडम छोडिदिएको हामीले भेटेका थियौँ। र यसै गरी हाम्रो एसई पछि ड्रप डाउन हुने चान्स हामीले धेरै देखेको छौँ। यो मेन कारण भनेको
पैसाको अभावले कुनै कुनै दुर्गम क्षेत्रमा 11-12 नहुने, त्यसको सहरमा आएर पढ्न सक्ने वातावरण नभएको अथवा पढ्न नसक्ने यो देख्न सकिन्छ। यसले गर्दाखेरि पढ्न नपाउने, क्वालिटी अफ एजुकेसन नपाएको ड्रप गर्ने कतिले अनि विदेश जाने ट्रेन्डले पनि यो आइरहेको हामीले देख्न सक्छौँ यो ड्रप डाउनको केसमा चाहिँ। अब हामीले अझै युनिभर्सिटीको पासिङ रेट र ड्रप डाउन हेर्ने हो भने त यो कयौँ छ। युनिभर्सिटीको त हामीले पास रेट अलिकति पब्लिक पनि हुँदैन, सो त्यति गरेनौँ, स्कुल लेभललाई मात्रै हामीले फोकस गरेका छौँ। अब यो हुँदै गर्दाखेरि अब गभर्मेन्टले के गर्न सक्छ भनेर भन्नु अघि हामीले महानगरले ल्याएको योभन्दा अगाडि केवल बालेन्सा मेयर हुँदाको छात्रवृत्तिको बारेमा कुरा गरौँ। जुन बालेन्साले ल्याएको छात्रवृत्तिको एउटा उ थियो, त्यसले गर्दाखेरि चाहिँ कयौँ विद्यार्थीहरूले चाहिँ काठमाडौँमा पढ्न पाएको त्यही छात्रवृत्तिले गर्दाखेरि भनेर आइरहेका छन्। भनिसकेपछि पढ्नेलाई छात्रवृत्ति पाउनु पर्यो, ताकि त्यो गरिब छ भने यो पैसाको बाधा चाहिँ सरकारले हटाउनु पर्यो। त्यस कारणले गर्दाखेरि अलिकति राम्रो हुनसक्छ। अब पब्लिक स्कुल र प्राइभेट स्कुलमा यो डिबेट जुन हुँदाखेरि आइक्यू लेभल हेर्ने हो भनेदेखि त नेपालको सबैभन्दा कम छ, जबकि नेपालमा 18 महिनादेखि नानीलाई विद्यालयमा हालिन्छ। प्लेग्राउन्डमा मोन्टेसोरीमा गर्दै हामीले 18देखि 22 महिना 3 वर्षदेखि को बच्चालाई प्राय हालिरहेको हामीले देखेका छौँ। सो 18 महिना होइन, 3 वर्षदेखिको बच्चालाई स्कुल हालिरहेको हुन्छ। तर पनि हेर्ने हो भने नेपालको आइक्यू सबैभन्दा कम छ। अब हामीले यसलाई सुधार्न कसरी सकिन्छ भन्ने हिसाबले बोर्डिङ स्कुलले जस्तै बोर्डिङ स्कुलको कयौँ प्रब्लमहरू छन्। फी धेरै लिने, ओभर टाइट कसैले के गर्ने, अलिकति कुटपिट बढी गर्ने, यो हुँदै गर्दा हामीले फर्स्टमा हामीले फोकस गर्नुपर्छ गभर्मेन्ट स्कुललाई। यदि हामीले गभर्मेन्ट स्कुललाई फोकस गरेर गभर्मेन्ट स्कुल राम्रो बनायौँ, स्टुडेन्टहरूले अथवा प्यारेन्ट्सहरूले गभर्मेन्ट स्कुललाई रुचाउन थाल्यो भनेदेखि प्राइभेट सेक्टर आफै सुध्रिनुपर्छ। प्राइभेट सेक्टरले आफै फी घटाउँछ, प्राइभेट सेक्टरले आफै एक्स्ट्रा एक्टिभिटीमा फोकस गर्छ। सो स्टुडेन्टहरूलाई तान्नको लागि। तर गभर्मेन्ट स्कुलै खराब छ, टिचर्स टाइममा नआउने, टिचर्स आफै डिसिप्लिन नहुने, टिचर्सहरूले राम्रोसित नपढाउने, स्यालेरी पाकिरहेको भएको भएर टिचरहरूले फोकस नगर्ने, यो हिसाबले गर्दाखेरि गभर्मेन्ट स्कुलमा कमजोरी आएको देख्न सकिन्छ। अर्को कुरो ल्याउनु पर्यो भनेको हामीले यो चेन्ज अथवा सिलेबसमा चेन्ज भन्दा पनि यो टिचरहरूको स्यालेरी सिस्टममा चेन्ज ल्याएर थोरै सिलेबसको आधारमा दिन सकिन्छ कि पढाइसकेको आधारमा दिन सकिन्छ कि के का आधारमा दिन सकिन्छ, यो यसको हिसाबले ल्याउनु पर्यो। सरकारी स्कुलको भनेको स्यालेरी 12 महिना पाकिरहेको हुन्छ, आओस् नआओस् त्यो मतलब हुँदैन। सो यसले पनि अलिकति प्रभाव पारिरहेको हुन्छ। अर्को नियमित निगरानी, जस्तै हामीसँग अहिले 3 तहको सरकार छ। सो स्थानीय सरकारले नियमित निगरानी राख्ने अनि त्यहाँको नेसेसिटीलाई पुरा गर्न ट्राई गर्ने के माग भइरहेको छ। जस्तै काठमाडौँको स्थानीय सरकार र हुम्ला जुम्लाको स्थानीय सरकारले एउटै काम गर्नुपर्छ भन्ने हुँदैन, कहिले पनि केन्द्रीय सरकारले हेर्न सक्दैन। किनकि जुम्लामा छुट्टै डिमान्ड हुनसक्छ, काठमाडौँको सामुदायिक विद्यालयलाई छुट्टै आवश्यकता चाहिएको हुनसक्छ। जस्तै काठमाडौँको सामुदायिक विद्यालयमा कयौँलाई स्पोर्ट्सको लागि ठाउँ नभएको, काठमाडौँ अलिकति सानो भएर त्यहाँ प्लेग्राउन्डको समस्या हुनसक्ला भने हुम्लामा प्लेग्राउन्डको समस्या नहोला, तराईको कुनै क्षेत्रमा प्लेग्राउन्डको समस्या नहोला, त्यहाँनिर टिचरकै अभाव भएको हुनसक्छ, त्यहाँनिर काउन्सिलिङको अभाव भएको हुनसक्छ, र अर्को भनेको इन्फ्रास्ट्रक्चर र टेक्नोलोजीको अभाव भएको हुनसक्छ। अब टेक्नोलोजीको हिसाबमा पनि हामीले हेर्ने हो भनेदेखि अहिले नेपाल गभर्मेन्टले निकै इम्प्रुभमेन्ट गरिरहेको, कयौँ सामुदायिक विद्यालयमा यो जस्तै तपाईँको डिजिटल बोर्ड राखिरहेको। तर यसको पनि एउटा के समस्या छ भने डिजिटल बोर्ड जस्ट लेख्नलाई मात्रै प्रयोग गरेको हामीले देखेका छौँ। त्यसको त्यो लेख्ने भन्दा त्यसमा कयौँ फिचर्स हुन्छन्, त्यसमा कयौँ इन्टरनेटको थ्रुबाट ब्राउजरहरू चलाउन सकिन्छ। सो त्यसबाट हामीले एआईको युटिलाइज गरेर टिचर चाहिँ यदि छैन भनेदेखि विथ द हेल्प अफ एआई त्यहाँबाट त्यो सब्जेक्टको प्रब्लमहरू सल्भ गर्न लाउन सकिने स्टुडेन्टको प्राय ग्रामीण स्कुलहरूको इङ्ग्लिस कम हुन्छ। सो इङ्ग्लिस प्र्याक्टिस गर्न लगाउने, चाहे त्यो एआईसित बोलेर होस्, चाहे युट्युब भिडियोबाट होस्, यो गर्न सकिन्छ। र अर्को आउँछ हाम्रो अब +2 लेभलमा यति हुँदै गर्दाखेरि अलिकति अवेर नगराउने स्टुडेन्टलाई, होइन, अलिकति अवेर गराउनु पर्ने, अनि प्रब्लम सल्भिङ स्किल्समा डेभलप गराउनु पर्ने देखिन्छ। जस्तै अब हामी युनिभर्सिटीको लेभलमा जाने हो भनेदेखि फर्स्ट कुरा स्टुडेन्टलाई +2 लेभलमै क्ल्यारिफाई गरिदिनुपर्छ कि उसको स्कोप केमा छ, उसको रुचि केमा छ, उसले के गर्न चाहन्छ, ताकि +2मा त्यही हिसाबले स्टुडेन्टले त्यो सब्जेक्ट चुज गरोस् भनेर। अहिलेको नेपालमा सब्जेक्ट चुज गरेर एउटा ट्रेन्डको हिसाबले आउँछ। कहिले कुनै सब्जेक्टको ट्रेन्ड हुन्छ भने कहिले कुनै सब्जेक्टमा ट्रेन्ड हुन्छ। अहिलेको ट्रेन्ड भनेको नेपालमा आइटी पढ्नेको छ, जबकि स्टुडेन्टले +2मा बायोलेकोले पनि आइटी पढ्न आएको छ। बायोलेकोले आइटी नपढ्नु, उसको रुचि चेन्ज हुन पाउँछ, बट उसलाई थाहा हुनुपर्छ सुरुमै। उसले उसलाई आउँदाखेरि आइटी पढ्न त आएको छ, तर उसलाई थाहा छैन के गर्ने, कसरी गर्ने। +2मै उसले हेरेको हुँदैन के हुन्छ भनेर थाहा हुँदैन, अनि ऊ ब्याचलर्समा आएपछि एकदम समस्यामा पर्छ। जस्ट उसले पास हुन मात्रै खोज्छ। अब पढि त हाले, अब 4 वर्ष कटाउनु पर्यो, पास चाहिँ जसरी भए पनि हुन्छु भनेर सोध्छ। अनि त्यही पास हुने आधारमा पास मरितरी हुन्छ, कोही त पास पनि हुन सक्दैन, तर उसँग स्किल्स हुँदैन। कस्तोले आइटी पढ्ने त? आइटीको पनि के सेक्टर, प्रोग्रामिङ मात्रै हो, ग्राफिक डिजाइनिङ मात्रै हो, अथवा के छ आइटीको, त्यसबाट कहाँ जान सकिन्छ त्यो हेर्ने। फर्स्टमा आफ्नो स्किल्स के छ त्यो हेर्ने, अनि त्यसको आधारमा स्टुडेन्टले कोर्स चुज गर्यो भने अनि राम्रो रिजल्ट दिन सक्छ।
अबको अहिले नयाँ सरकारले तत्कालीन गर्नुपर्ने काम के भनेको भने युनिभर्सिटीलाई प्रायः इफेक्ट पार्ने भनेको स्टुडेन्ट युनियन अथवा पोलिटिक्सले पनि छ हो। अब यो पोलिटिक्सलाई पुरै खत्तम गर्नुपर्छ भन्ने पनि पक्ष मेरो छैन, किनकि स्टुडेन्ट पोलिटिक्स हुनु बेटर हो, जसले गर्दाखेरि चाहिँ सानै उमेरदेखि उसले नेतृत्व गर्ने लिडरसिप स्किल्स डेभलप गऱ्यो भने भोलिको दिनमा काम लाग्छ। तर यसलाई अझै म्यानेज गर्न जरुरी छ होइन। यसले अरूलाई हार्म नहोस्, नेतृत्व विकास मात्रै गर्न लाउने, राम्रो काममा फोकस गराउनु पऱ्यो। अनि अर्को भनेको अहिलेको सरकारले अब ल्याउने नीति नियममा अलिकति टिचर्सहरूलाई पनि स्ट्रिक्ट गर्न जरुरी छ देखिन्छ। र अर्को भनेको छात्रवृत्तिको अझै व्यवस्था ल्याउने अनि अझै प्रोत्साहन गर्ने, जस्तै कयौँ दुर्गम क्षेत्रमा मानिस पढ्न गइरहेको हुँदैन, बालबालिकालाई पठाउन पनि प्यारेन्ट्सहरूले पठाइरहेको हुँदैनन्। यसले प्रोत्साहनको लागि एउटा केही कार्यक्रम ल्याउने, अवेरनेस गराउने। र अर्को भनेको मेन भनेको टेक्नोलोजीको पुरै सदुपयोग गर्ने। हामीले कयौँ न्युजहरूमा सुनिरहेछौँ, तर वाइफाई जोडेको ठाउँमा सबै टिचरहरू वाइफाई हेरेर बसेर स्टुडेन्टलाई नपराएको भनेर अनि वाइफाई बन्द गरेको भन्ने हामीले सुनेको छौँ। त्यो हुनु भएन। स्टुडेन्टलाई पनि पहुँच दिने इन्टरनेटको, अहिलेको त झन् एआईको जमाना छ, एआईको पहुँच दिने, ट्रेनिङहरू दिने अथवा क्लासहरू दिने, एआईको फाइदा बेफाइदा युज के छ, स्कोप के छ, फ्युचरमा त्यसको इम्प्याक्ट के छ, त्यस्तो ट्रेनिङ दिलाउने। अनि उनीहरूसँग के छन् पढाइको फाइदाहरू, कस्तो मानिसले कस्तो स्किल्स डेभलप गर्न सक्छ अथवा कोसँग कस्तो स्किल्स छ भनेदेखि ऊ जान सक्छ। जस्तै मसँग मानिलिउँ कम्युनिकेसन स्किल्स राम्रो छ भने मेरो सेक्टरहरू के हुन्, आइटीमा होला, प्रोजेक्ट म्यानेजमेन्ट होला एउटा। अर्को भनेको यता बिबिएतिर गएँ भने मार्केटिङमा राम्रो हुनसक्छु कि म, अथवा मसित राम्रो क्रिएटिभिटी छ बट म आइटी पढेर छु भने म यता युआई युएक्स डिजाइनतिर जान सक्छु कि, अथवा म आर्टतिर जान सक्छु कि। यो चाहिँ हामीले सानैदेखि छुट्याइदिनु पर्ने हुन्छ। र अनि अर्को मेन भनेको गार्जेनको भूमिका मेन हुने गर्छ। जस्तै गार्जेनहरू, नेपालको गार्जेनले केमा फोकस गरेर हुन्छ भने आफ्नो बच्चालाई पब्लिक स्कुलमा होइन प्राइभेट स्कुलमा हाल्छु ताकि उसले राम्रो इङ्ग्लिस बोल्छ, सो उनी बेटर हो। इङ्ग्लिस बोलेर मात्रै कहिले पनि राम्रो हुँदैन। र अहिले नेपालमा के समस्या भइरहेछ भने त्यो जुन बच्चा पब्लिक स्कुलमा होइन प्राइभेट स्कुलमा पढ्छ, उसँग दुइटै कम्युनिकेसन स्किल्स ल्याएको हुन्छ। एउटा इङ्ग्लिस पनि कम हुन्छ, एउटा नेपाली पनि कम हुन्छ। उसले नेपाली बुझ्दैन, लेख्नै जान्दैन, इङ्ग्लिस पनि पुरै सक्दैन। जबसम्म कुनै पनि देशको अथवा जबसम्म मातृभाषा राम्रो हुन सक्दैन स्टुडेन्टले, त्यसले अर्को भाषा कहिले पनि सिक्न सक्दैन। यदि हामीसँग नेपाली नै राम्रो छैन भने हामीले भविष्यमा त्यसले इङ्ग्लिस पुरै प्रष्ट बोल्छ अथवा प्रष्ट सिक्छ भन्ने कुरामा यो गाह्रो हुन्छ, त्यो सक्दैन। यदि उसँग प्रष्ट नेपाली बोल्ने क्यापेसिटी छ, नेपाली लेख्न सक्छ भने उसले भोलि ठुलो हुँदै गएपछि आफै इङ्ग्लिस बोल्न सक्छ। सो हामीले चाहिँ बच्चालाई जहिले पनि जोइन गराउँदा अथवा स्कुल पढ्दै जाँदा, ऊ गुरु हुँदै जाँदाखेरि उसको इङ्ग्लिस कतिको बोल्न सक्छ भन्ने कुराभन्दा पनि मेन भनेको डिसिप्लिन हेर्नुपर्ने हुन्छ। जस्तै यो मैले अघि एससीको रिजल्टमा 51% पास थिएँ अथवा 47% पास थिएँ भन्दै गर्दाखेरि त्यो पास हुने स्टुडेन्टसँग कहिलेसँग आइक्यू लेभल कति छ भन्ने कुरो मेन हो। उनीहरूले पास भयो फेल भयोसँग होइन, यदि आइक्यू कतिको छ, उसँग डिसिप्लिन कतिको छ, ऊ कतिको अवेर छ भन्ने कुरो मेन आउँछ। अनि आइक्यू लेभल हामीले कहिले हेर्दैनौँ, आइक्यू हेर्नुपर्छ, प्रब्लम सल्भिङ स्किल्स हेर्नुपर्छ। जब बच्चा ग्रो हुँदै जान्छ उसको रिजल्टको ग्रेड भन्दा पनि हामीले मेन भनेको प्रब्लम सल्भिङ स्किल्स र डिसिप्लिन हेर्दै गयौँ भने इफ त्योसँग बोध छ भनेदेखि त्यो बच्चा पछि आफै सक्सेस हुन्छ र उसको गोलसँग एचिभ गर्न सक्छ। यदि उसलाई इङ्ग्लिस मात्रै बोल्न आउँछ अथवा चाहिँ उसको डिसिप्लिन छैन भने, उसलाई प्रब्लम सल्भिङ स्किल छैन भने त्यसले फ्युचरमा भोलि उसलाई ठुलो गाह्रो समस्या ल्याउन सक्छ। सो यही थियो मेरो आजको भिडियो। ओके, हस्, धन्यवाद।